गाइज वेलकम ब्याक टु माई च्यानल। सबैजनालाई स्वागत छ मेरो युट्युब ब्लगमा। म चाहिँ आज कैनादेखि है त साथीहरू। कैनाको बजार कस्तो छ म देखाउँछु ल। यस्तो छ फेरि यस्तो छ यहाँको ठाउँ चाहिँ। ओहो यस्तो घर चाहिँ पुरानो तर विकास भएको यस्तो चाहिँ राम्रो। कैनाको गाउँ हो, बजार पनि यही हो है। ओहो स्यान्नानी के छ खबर? के छ? बिहेको गेट सर्भिस गरिसकेको छु। स्वागत छ हजुरहरूलाई। आउनुहोस् बस्नु हेर्दै गरौँ। सेतो ठुल्ठुलो छ। कैनाको स्वास्थ्य चौकीमा ऐनामा हामी दुईटी यस्तो देखेछौँ। दुई बहिनी ल दुई बहिनी। यहाँबाट चाहिँ राम्रो देखिँदो रहेछ पारीको डाँडा होइन। स्वास्थ्य चौकी कैना। हेलो स्यान्नानी। अब चाहिँ हामी जाँदैछौँ। कहाँ जाँदैछौँ? यति गएर बनाउनु जा। साथीहरू हामीले झरना झरना त्यहाँ छ तर हामी जानु सकेको छैनौँ। यी राम्रो झरना बगिरहेछ तर बाटो नै छैन कि कहाँबाट जाने हो। यस्तो अब हेर्दा त इजी देखिन्छ तर यस्तो भिड छ साथीहरू। यहाँ चाहिँ हामी जसो तसो आयौँ अनि त्यहाँ झन् त्यस्तो बाटो छ। फेरि यस्तो हेर्दाखेरि चाहिँ फेरि कस्तो सजिलो देखेको नि। त्यो भिडियोमा चाहिँ हेर्दाखेरि कति सजिलो देखेको साथीहरू तर बाटो चाहिँ लास्टै डेन्जर छ। माथिबाट झरना उर्लेर आएको छ। हामी जान नसके पनि ल स्यान्नानीले फोटो पोज दिइसकेकी थिए। यस्तो छ फेरि। बजारदेखि यो झरनामा आएका छौँ यति टाढा तर झरनामा जाने बाटो नभएर छ।
गट्टा खै के हो थाहै छैन साथीहरू। नि कता हो म त मर्छु कि क्या हो। साथीहरू ठुलो झरनामा जान नसके पनि हामी चाहिँ यहाँ सानो झरनामा गएर चित्त बुझाउँदैछौँ। माथिको झरनामा जान नसके पनि यहाँको झरनामा त आएको छ होइन चान्दनी? एकदम रमाइलो गीत भइराखेको छ। यस्तो एसीको हावा आइराखेको छ कि पुरै जोडिदिनु। साथीहरू यस्तो यस्तो भिडियो हेर्नु मलाई डर लाग्यो। किन कसरी आउनुहुन्छ कि डर लाग्छ आउन त? चान्दनीलाई डर लागिसकेर साथीहरू अब जानुपर्छ ल। यहाँ चाहिँ यस्तो छ एकछिन देखा साउन्ड छ कि पुरै। यहाँ त यस्तो भुमरी छ। चान्दनीको चस्मा कोही त्यहाँ त कस्तो खतरा आउँदो रहेछ के। माथि देखेको डाँडा चाहिँ कट्के हो रे, कट्केको स्कुल। अनि त्यसपछि यताको के डाँडा अरे अहिले देख्नुलाई। अनि यहाँ चाहिँ यस्तो छ। हामी चाहिँ त्यहाँदेखि पनि त्यहाँ माथि कहाँ गएर आइदिउँ साथीहरू। ल अब बाई भन्दै ल अब चाहिँ हामी फर्किँदैछौँ घरतिर साथीहरू। ए लोटे लाँदा फेरि गाह्रो छ। पानी परेर हामी कैनादेखि फर्किसकेको छौँ अब रुमतिर। हाम्रो अङ्कल अनि माथि के हो गाह्रो छ गाह्रो।